यो यात्रा काठमाडौँबाट सल्लेरी हुँदै लुक्लासम्मको हो। हामी भक्तपुर, बनेपा, धुलीखेल, भकुण्डे बेसी कटेर रोसी खोला हुँदै ओखलढुङ्गाबाट सल्लेरी, सोलुको सल्लेरी आइपुग्यो। यहाँसम्म त सहजै थियो बाटो, चिप्लो बाटो सरर आइपुग्यो। अब यहाँबाट जब हामी ठकसिन्दोको ओह्रालो लाग्छौँ, बाटो अलि अप्ठ्यारो हुँदै जान्छ। यहाँबाट डोजरले खनेको बाटो छ। त्यो माथि ट्र्याक्टर र ठुलो ट्रकहरूले गर्दाखेरि पुरै खेत खनेको जस्तो बनाइदिएको छ बाटो। सानो गाडीहरू एकदम मुस्किलले वारपार हुन्छ अथवा पारै हुँदैन पानी परेको समयमा। बाटो अप्ठ्यारो छ। 4 व्हिल बाहेक अरू गाडीले यो बाटोमा पार गर्नु सक्दैन जस्तो लाग्छ मलाई। खुम्बु पासङमुख गाउँ जाने यो बाटो नयाँ हो। यो 2 वर्ष पनि भएको छैन। यो हाइड्रो पावरले गर्दाखेरि बनेको बाटो हो खास यो। नत्र यता बाटो आइपुग्न अझै पनि धेरै टाइम लाग्ने जस्तो स्थिति हो यदि यो हाइड्रो प्रोजेक्टहरू यतातिर नभइदिएको भए। हाइड्रो प्रोजेक्टले बाटो त बन्यो, तर सबै डाँडाहरू खनेर पुरै दागै दाग बनाइदियो जस्तो लाग्यो मलाई त। तैपनि बाटो त बन्यो, गाडी त पुग्यो। अब लुग्लासम्मै गाडी पुग्ने अवस्था छ। लुग्लाको मान्छेले पनि गाडी देख्नेछ। अब यो बाटोमा हिउँदो र बर्खाको बेलामा यात्रा गर्न अलि अप्ठ्यारो छ। मोटरसाइकलहरू अझै पनि आइपुग्दैन, अझै गाह्रो छ। त्यसैले अलि विचार गर्नुपर्छ।